आफू बितेर गइसकेपछि काजा क्रियादि कर्म पनि गर्ला, भगवानको धाममा पुर्याइदेला। यस्ता सन्तति भयो भने सारा जगतको कल्याण हुन्छ, आफ्नो पनि कल्याण हुन्छ, गृहस्थी धर्म परिपूर्ण हुन्छ, पूर्ण हुन्छ। भरण यस्तो भाव राख्नु भएको थियो मनमा, तर सन्तान भएन। अब सन्तान नभइसकेपछि धेरै चिन्तामा हुनु पर्नुभयो, गृहलाई त्यागिदिनु भयो, जान्छु मर्छु यस्तो गृहलाई के राख्नु भन्नुभयो। जानुभयो जङ्गलतर्फ मर्नको लागि भनेर, तर मर्न सक्नु भए कसरी मर्नु त गाह्रो हुन्छ। एउटा तलाउको डिलमा बसेर ढुङ्गा हुनुहुन्थ्यो, त्यही बाटो गरेर एकजना सन्यासी आउनुभएछ, ब्राह्मण रहेको थियो, तिमी नजिकै जानु, हे ब्राह्मण किन नुन्छ, तिमी के तिमीलाई सोध्नु, कसरी बताऊ भगवान पनि हजुर मेरो दुःख आफूप्रति। मलाई मेरो दुःख कहिले सुन्दर जस्तो भएको थियो, आज हजुरले सुन्दै हुनुहुन्छ प्रभु। भगवान सुनिदिनुहोस्, मेरो दुःख हजुरले सुन्दै हुनुहुन्छ, म सुनाउँछु भन्नुला। ती ब्राह्मणले अब आफ्नो दुःख सम्पूर्ण बताउनु भयो। भगवान मलाई सन्तान अरू सबै कुरा छ, कुनै पनि कुराको अभाव छ, सन्तान नभइसकेपछि म ज्यादै चिन्तित भएँ। आज मर्न भनेर आएको थिएँ, हजुरको दर्शन प्राप्त गरेपछि मर्ने कुरा नगर्नुहोस्। हे ब्राह्मणले, सन्तान भएन भनेर मर्नु पर्दैन। हेर्नुहोस्, सन्तान भएर सुख कसलाई छ प्राप्ति, आजसम्म सुख कसैलाई भएको भनेर हजुरले देख्नु भएको छ। सन्तान भएर सुख पनि भएको होला, तर धेरै जस्तो व्यक्ति चाहिँ सन्तान भएर दुखी छ, पीडामा छ। आज सन्तान यो सन्तान हुनुहुन्न त बरु नभएको बेस भन्ने पनि छन् कि समाज, हो कि होइन? आगो बिना देह जलाइदिन्छन्। आगो चाहिँदैन जल्नको लागि, यत्तिकै शरीर जलिराखेका हुन्छ, कुपुत्रको कारणले गर्दा, कुसन्तानको कारणले गर्दा, हो कि होइन? भएन भन्यो भइदेला कि भन्ने पिर, के अरे भएन भन्ने पिर, जब भयो भएपछि मर्ला भन्ने पिर, सानो सानो सम्झ मर्ला भन्ने पिर, ठुलो भएपछि मार्ला भन्ने पिर। पिर त पिरै छैन, पिरले कहिले छोड्छ? पिरले कहिले पनि छोड्नेवाला छैन मानवलाई। यो मानवीय चोला नै यस्तै चोला हो, केही गरी पनि पिरले कहिले पनि छोड्नेवाला छैन। एउटा भयो अर्को पिर, अर्को भयो अर्को पिर, अपिँदै जान्छ पिर। नभएकै पिर, नहुँदाकै पिर, हो कि? भएपछि भएकै पिर। संसार संसारति इति संसार, जसको नाम हो संसार। संसारका अनेक किसिमका रङहरू छन्, कहिले एउटा रङले दुःख दिन्छ, कहिले अर्कै रङले दुःख दिन्छ। सम्झाउनु भयो। हेर्नुहोस्, ब्राह्मण सन्तान भएर सुख प्राप्ति छैन। न चेन्द्र से सुखम नास्ति न सुखम चक्रवर्ती न भनेको छ। हेर्नुहोस्, इन्द्र महाराजले त सुख पाउनु भएन, कस्ता कस्ता चक्रवर्ती सम्राटले त सुख पाए सन्तान भएर। हेर्नुहोस्, महाराज दशरथका छोरा भगवान राम हो कि, त्यही पुत्र रामको वियोगमा जलेर मर्नु परेको पऱ्यो नि दशरथलाई, अन्तिममा पुत्र वियोगमा मर्नु पर्यो, त्यो पनि पीडै हो नि। भगवानका पिताले त पुत्र वियोगमा मर्नु पर्यो भने हजुर हामी त मानव, तुच्छ मानव हो, हामीलाई जागो पीर भने पीरको के चिन्ता लिनु हुँदैन, चिन्ता लिनै हुँदैन। यस कारणले गरिकन सम्झाउनु भयो। हेर्नुहोस्, सन्तान प्राप्ति भएर सुख कहिले पनि हुँदैन भनेर साधुले सम्झाउनु, तर मान्नु भयो। ब्राह्मणले मानेनन्, मलाई यतिकै नसम्झाउनुहोस्, यदि केही उपाय छ भने सन्तान हुने उपाय गरिदिनुहोस्, होइन भने मलाई धेरै नसम्झाउनुहोस् भनेर भन्नुभयो। धेरै उदाहरण दिनुभयो। हे ब्राह्मण, हजुरको निधारमा लेखेका छैन, हजुर सन्तान र पुत्र सुखको हजुरलाई लेखेकै छैन, किनभने सप्त जन्मावधि तब पुत्र नैव जन्मेछ। एक जन्म मात्रै होइन, 7 जन्मसम्म पनि ब्राह्मण हजुरको भाग्यमा सन्तान पुत्रको योग छैन है। त्यस कारणले हट नगर्नुहोस् भन्नुभयो। ब्राह्मणले मान्नु भएन, बरु हजुरले दिनु सक्नुहुन्न भने सक्दिनु भन्नुहोस्, म हजुरकै अगाडि ब्रह्ममुख प्राण त्याग गर्छु, हजुरलाई ब्रह्महत्या लाग्ला भनेपछि यी ब्राह्मणले जसले ढिपी गरे, हट गरे, यिनले सुख पाउने त होइन, यिनलाई यतिखेर केही उपाय गरेर यिनलाई लखेटिदिनु भनेर झोलीभित्र यसो हात घुसार्नुभयो, एउटा फलको आविष्कार गर्नुभयो, निकाल्नुभयो। ल ब्राह्मण, यो फल लगेर आफ्नो श्रीमतीलाई खान दिनुहोस्, सन्तान हुन्छ, छोरै जन्मिन्छ। तर यसको विविध नियम छ, नियम व्रत मान्नुभयो, व्रतमा बस्नुपर्छ, नियममा बस्नुपर्छ भनेर सम्झाएर पठाइदिनु भयो। अब ब्राह्मण फुरुक्क परेर आयो। अघिसम्म संसार अँध्यारो थियो, मर्न भन्दै गएका थियो, अब संसार उज्यालो हो, अब छोरो जन्मिन्छ। अब आए, पत्नीको हातमा फल राखिदिए, देवी अब यो फल ग्रहण गर, व्रतमा बस, नियममा आचरणमा बस, हाम्रो पनि सन्तान जन्मिन्छ भन्नुभयो। आफ्नो कर्ममा निस्किनु भयो। यतापट्टि पत्नीको स्वभाव त्यही हो, मैले अघि भनिसकेको छु। उनको हातमा फल पर्यो, फल उनले खाइनन्। अब यसको कथा लामो छ, म संक्षिप्त हुनुहुन्छ है। अनि त्यो फललाई लगेर गाईलाई खुवाइदिन्। यतापट्टि बहिनी चाहिँसँग सल्लाह लिन्। बहिनी भन्छन्, दिदी हजुरले चिन्ता गर्नु पर्दैन, मेरो 12वटा सन्तान जन्मिसकेका छ, 13औं सन्तान जन्मिवाला छ। त्यो सन्तान जन्मेपछि पुस्तक ल्याएर हजुरलाई दिउँला, बरु त्यो बेलासम्म हजुरले गर्भधारण गरेको नाटक गर्नुहोस्, यिनीहरूलाई ढाकिदिनुहोस्। देवी फल खायो भनेर सोध्नुहुन्छ, खाएछ नि अस्ति नै, गर्न पनि रहिसक्यो भन्ने।
भनेर भने त्यही गऱ्यो। यतापट्टि बहिनीको गर्भ जन्मियो, 10 महिना पूर्ण भइसकेपछि बहिनीजीको छोरा जन्मेछ। त्यो बच्चालाई रात्रिको बिचमा कसैले पनि थाहा नपाउने खुसुक्क ल्याइयो। अब आत्मदेव ब्राह्मण बिचरा सोझा ब्राह्मण थाहा पाएन, उनले मेरै छोरा जन्म्यो भन्टायो। धुन्दुलीले झ्याली पिटाइदिनु भित्रबाट, ल छोरा जन्म्यो है, ल हल्ला गर्नु, खबर गर्नु सबैतिर भने सबैतिर हल्ला पिटे, झ्याली पिटे। अब सारा 11औं दिन प्राप्त भयो, नामकरण भयो। नाम त हल्कै जुरिया थियो। धुन्दुलीले भने मेरै नामको अगाडिको अक्षरबाट नाम जोड्नु पर्छ नि, त्यो खबरदार बुढेसकालमा जन्माइदिएछु बल्ल बल्ल भन्छ। त्यति पनि गर्दैनौ भन्नु मान्छे भित्रबाट। अब मान्दिनै पर्यो। धुन्दुलीबाट जन्मेको भएर धुन्दुकारी भनेर नामकरण गर्नु। धुन्दुकारी भने नामकरण गर्नु। धुन्दुकारी आफ्नो नराम्रो नाम होइन। धुन्दुक धन अरि इति धुन्दुकारी। धुन्दुक भनेको पापको थुप्रो, अनि अरि भनेको शत्रु। अब पापको शत्रु के हुन्छ? पापको शत्रु भने पुण्य होला नि, होइन? हो, त्यसको अर्थ त्यही हो। त्यसको अर्थ पुण्य हुन्छ। धुन्दुकारी भनेको पुण्य, अतिशय पुण्य। त्यस्तो राम्रो नाम राख्नुभयो उहाँले विचार। ब्राह्मण विद्वान आफै होइन, त्यस्तो राम्रो नाम राख्नुभएको। पछि गएर त्यही नामलाई कलङ्कित बनायो। त्यो पुत्र कुपुत्र भएको के लाग्छ? अब त्यो बच्चा बढ्दै गयो। 3 महिनापछि अब त्यो घरमा अब गाईलाई जुन फल खान दिएको थियो नि परीक्षणको लागि, साधुले दिएको फल, अब आज गाईले पनि को छोरै जन्माइन्छ? ल हेर्नुहोस्, गाईले त बाछो जन्माउनु पर्छ, गाईले पनि छोरै जन्माइन्छ। अब गाईले पनि छोरो, माईले पनि छोरो, माई गाई दुइटाले छोरो जन्माइन्छ। सर्वाङ्ग सुन्दर सम्पूर्ण शरीर चाहिँ मान्छे